हामी कहाँ जानु लाग्यो आज भन्छ के गर्नु जानु लाग्यो हामी त भ्लगमा छ से किरुन आज तिमी भ्लगमा आउँछौ कि ओप्पावाला यस्तो गर्छौ नि यो त मुली कस्तो साइको खालको ओप्पा रहेछ मुली यार अरू ओप्पल त यस्तो गर्छ त तिमी के यस्तो भएको You are on the vlog now. Say something to our audience. Fuck you, everybody. Fuck you. Beer ready, chips ready. I'm a daddy. Daddy. That is it. Once again, guys, this is take 2. Where are you from, guys? What's your name and where are you from? My name, Mr. Dharmalal Dahar from straight out of Kathmandu. Yeah. It's Kiran Gurung straight out of Kathmandu. Yeah. Yeah. This is Yoman straight out of Kanyam Ilam. नमस्कार सूर्योदय नगरपालिका वडा नम्बर 8 कन्याम इलामबाट ताहिर श्रेष्ठ We are ready. Let's go, bro. सस हैन न मुद्दा त लामा अब कहाँ जान्छौ कहाँ जान्छौ त मुद्दा जाने ओइ हाम्रो चाहिँ कुन थियो यार ब्लू होला hello the blue one is ours right that's a blue one okay and then yeah they've already got that one so yeah okay yeah sure पेडल लिएर आउ न अब त्यसलाई सोध टोयलेट कहाँ हान्नु Oh, this one? Okay. Thank you. मुझे हरो में चिकनी पी ब्रेक मैं फर्स्ट टाइम बसाएको हामी यताबाट घुसौँ न भयो भयो छोडिदेऊ केटाहरूलाई भेटौँ अलि उता गएर बियर खानुपर्छ अनि हुन्छ नि त घुमाउन मुजी आमामा के हो यो चाहिँ ये ठोक्यो के वी आर अबाउट टु क्र्यास घुमायो घुमायो हामी स्टाइल हो भाइ ड्रिफ्ट ड्रिफ्ट मैले स्पिड हानेको क्या ल बिस्तारै नआत्यो है त्यो ढल्क्यो भने केही नै हुन्न पल्टिँदैन क्या अनि यतापट्टि पेल्ने होला नि अनि तिमीले हो क्या मोड्ने मैले त पार्दिने हो त्यसरी ओइ ती उही फो क्या यता यता
ट्रेल त्यो फेरि धेरै भयो तिमीलाई मैले दामी ठाउँ ल्याउँदिनँ त नि म त्यही छ त अगाडि fucking hell छ यार भ्यू त यार किरण हाई गर्दै हुन्छ त बिस्तारै जाँदा फेरि पल्टाउला नि बोट कति दामी ओ बियर गोले बियर समात त किरण ल अर्को राडी अब कतिवटा लिएर आउनु नि तीनटा भयो होइन खाएकै एउटा त आम्मा लौ बाहुन देऊ कि देऊ त्यसलाई त्यो यहाँ उसमा ठोक्किन्छ तल आइज तल यहाँ ठोक्किन्छ के छोपिस राडी चिप्स कहाँ किरण ओ यो एङ्गल राम्रै देखियो यहाँबाट यहाँ स्क्रिनमा हेर त तल आहा कि माथि नै आहा ठिकै छ अहिलेको पनि बोट चलाएको त सबै यसले छैको झन् त्यसले किरण सर कस्तो फिल भइरहेको छ त अनि कसम चाहिँ भन ढाँटिङ पल्टिनु है ढुक्क भएर है नआत्तिकिन आया ओए जाने चाहिँ कता हो यसो गर यता हेर त मलाई हेर पहिला घुमाउने बेलामा चम्लङ्ग गाड्यो अनि पटाक्क पेला क्या त्यसरी पेला छोडो म पनि घुमाउँछु यसरी क्या यसरी देख्यौ अब यतापट्टि नाइस इन्स्ट्रक्टर हुनु भएन पेला यता पेला नाइस पेला ऐच दामी अति दामी ठाउँ यार है मेरो ड्राइभर मिस्टर किरण गुरुङ ओए ओए दामी आयो यार किरण बोट प्याडल हटाउ त रोग है त्यतिकै बस है किरण टाउको नुगाउ न त्यस्तरी होइन कि तल सिधा जाऊ न बोटै ढल्क्यो रोग है सिधा बनाऊ बोट सिधा छड्क्यो धेरै यो मैले हाँसा यो घन्टाको खिचिदिन्छु बाहुन अगाडि आऊ त छिटो यस्तो तन्क्यौ न अगाडि दामी आइरह एकदम मुख मिलाऊ है मुजी पालै आउँछ क्या ल बाहुन ओ नाच्यो चले छैन साइडको चाहिँ दामी आयो त साइड लुक्स बा यता हेर साइड कि कता हाने बाई उल्टो हान्न ल गुड बोय पेलो अर्कोपट्टि ठुक्किन ला अर्कोपट्टि राइट साइडको राइट साइडको हान न
यसरी 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 छिटो 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 पहाड ढोक्यो अगाडि आन नाइस यो हो नि त रिभर्स तर पानी फोहोर रहेछ क्या पौडिने भनेको तिनीहरूलाई जित्दिउँ न तिमीहरूका 1 2 3 ल भयो छोड म चलाउँछु अहिले तिमी चलाउ थाकिन्छ फेरि नचलाऊ कि नचलाऊ म चलाउँछु मोड्न चाहिँ गाह्रो हुँदो रहेछ कि यो रन्डीको छोरो रोक न मोड्छु ल धेरै भयो पेला पेला पेल पेल्यो पेल्यो थुक्क डाँडा हो चलाउन आएन नि त अरे जितम राइटमा मात्र लेफ्टमा मात्र पेला राइट लेफ्टमा मात्र घुमाउनलाई यसलाई बिचार जान्देऊ छोडिदेऊ सन्चो गर सरी लेफ्ट राइट पेल्यो गाँड पेला है नाइस हाम्रो टर्निङ राम्रो हुँदैछ है लेफ्ट भएन है नाइस ढुङ्गा खाएर हेर त बिस्तारै हिँडेर छ र ढुङ्गा छैन है जान्छ होला है जाम्नु हो जान्छ होला बिस्तारै हिँड त जान्छ गएर बुझी गइ आउने रहेछ चिप्ने यहाँ दुईजना डेड भयो नि त है निस्किने ठाउँ पो छ कि छैन हो र ऊ छ त घुम्ने अब सिधा होइन पेला म घुमाउँछु क्या पेला युटर्न उल्टो के आजाम यो त धेरै सजिलो रहेछ अहिलेको भन्दा धेरै सजिलो अरे हो केही न अब हाम फाल्ने चाहिँ घर यहाँ त नम ठाउँ पनि छ क्या अनि लाउनु लाए पो हुन्छ त म्याचिङ साबुन लाए गरेर लगाएछ नि हुन्छ मुखी खै कता
अनि के भयो त त्यो त त्यो दुई भाइलाई हेर न बिचरा स्ट्रगलिङ सायद पल्ट्यो सायद लानु न मलाई बिचमा ठ्याल्दिनु तेल उतापट्टि घुमाउ त किरण नगर त्यस्तो नगर मरिन पल्ट्यो होइन ल्यापत पर्छ फेरि अर्को चिसो बोट हुन्छ मुझे घुमाउ त म यसलाई उता लगाएर छोडिदिन्छु किन उता तानेर चिक्नीले छोडिदिनु भयो कस्तो मजाले बसिरहेको थियो क्या माया चिक्नी